प्रियजन केवल हामी मान्छे मात्र होइन तर हामीलाई आश्रय दिने हाम्रो पृथ्वी अनि हामीलाई उज्यालो दिने सूर्य पनि कुनै दिन रहने छैन. The sun currently halfway through with its main sequence, however, in 4 to 4.5 billion years, the sun's supply of hydrogen will get finished, and it will transform into red giant and will burn helium instead. It will eventually expand to over 30 times its present size, engulfing the inner planets, including Earth and Mars. हाम्रो एस्ट्रोनोमी र कस्मोलोजी साइन्स अनुसार सूर्यको सुरुवात लगभग 4.5 बिलियन इयर्स भएको छ अनि अरु 4.5 बिलियन इयर्ससम्ममा सूर्यको अन्त भइजानेछ, जसको मतलब हाम्रो सूर्यको आयु केवल अब आधा मात्र बाँकी छ. प्रियजन 92% भन्दा ज्यादा हाइड्रोजनले बनेको छ हाम्रो सूर्य. हरेक सेकेन्ड 60 करोड टन जति सूर्यबाट हाइड्रोजनको ध्वस्त भइरहेको छ. 60 करोड टन सूर्यले हामीलाई जो ताप दिइरहेको छ त्यो सूर्यमा भएको हाइड्रोजन ग्यास जलेर हो. अब एक दिन सूर्यमा हाइड्रोजन केही बाँकी रहँदैन, सबै जलि जानेछ. त्यसपछि रेड जाइन्ट हुँदै सूर्यको अस्तित्व पूर्ण रूपमा ध्वस्त भएर जानेछ. त्यतिखेर सम्ममा अर्थात् धेरै धेरै अगाडि नै हाम्रो धरती माता पृथ्वी पनि ध्वस्त भइसकेको हुनेछ. सो केवल हामी मान्छे र प्राणी जगत मात्र होइन तर सारा नक्षत्रहरू, सारा ग्रहहरू, सारा ताराहरू जो देख्दैछौँ त्यो एक दिन रहँदैन आमा बाबा नानीहरू.